छैन त्यहाँ कुरा त भैमा खस्नै दिन्न मुख चलाइहाल्नु पर्छ अनि मुख नचलाए के हात चलाउनु त ओइ मोटे तै मेरो छोरालाई विदेश पठाउने अनि तै मेरो छोराको स्वास्नीसँग दायाँ बायाँ गर्ने लाज ओइ मोटे महिला माथि हात हाल्छस् पक्तलाई म त्यो हरेसमेन्ट भन्ने केस हाल्छु तपाईलाई माया गर्दिन आई हेट मच मच के लिनुस् तपाईको गुड नाइट हे गुड नाइट होइन के करुणा जी गुड नाइट हो बात तो सही है ये भगवान क्या जुलुम है। ल जाऊ म पनि तिमीलाई लिन ज्यान जाला आउँदिन बरु अर्कै ल्याएर बस्छु एहे रहा नहीं जाता तड़प ही ऐसी है ना। तरुणीको चिठी आउन छोडे हैन अब आउँदैन के ढुक्क हो न आउँदैन हैन आइसक्यो टीका विपना सीता गीता लक्ष्मी पार्वती आकृति क्याट्रिना झरना रियासा हो उनीहरूको चिठी लिएर आइदिए बड़ा हरामी हो बेटा बुढालाई यसो जिस्काइदिएको साथ त खाइहाल्यो नभागे भए त झुम्मेले मार्ने रहेछ के छ हो हाल खबर ठिक छैन ठीक छैन रे के भयो जे भए पनि तँलाई किन भन्नु पर्यो तपाईँले नभने पनि थाहा छ हो मलाई करुणा दिदीले करुणाको नाम लियो कि मेरो पारो तातेर आउँछ भने पारो ताते नि करुणा दिदीको आइया करुणा दिदी हजुरको त कलबन्दी काकासँग ल परेछ टाइममा खाना खान दिने हैन खाना खाना दिइहाले पनि पेटभरि खाना दिने हैन नगिच पेट भरि खाना दिइन भन्थिस् नि आज त मैले तँलाई पेट भरिएर पनि पखिनी गरेर खाना दिएको छु हेड तेरिका यो मोनेले फोनै काट्यो त कस्तो दिमागमा ग्यास्ट्रिक भएको मान्छे रहेछ अनि यो गलबन्दी उल्टो जन्मे हो क्या हो जे पनि उल्टो गर्छ त तपाईँ पनि बुढो कन्या म पनि बुढो कन्या अब हामी दुवैजना बुढो कन्या मिलेर एउटा बुढो कन्या सङ्गठन खोल्नु पर्यो के क्या सीन है मैले आन्दोलनको नारा पनि तयार गरेको छु नि मल्लाजी ल सुन्नुहोस् है त बुढो कन्या एक हौ ठिक छ इट्स ओके कट्टी गर्नुभन्दा पहिला तपाईँको हात मेरो टाउकोमाथि राखेर कसम खानुहोस् म तँलाई माया गर्दिनँ भनेर अनि मात्र म तपाईँदेखि टाढा हुनेछु ल करुणाजी मलाई थाहा भयो तपाईँ मलाई माया गर्नुहुन्छ भनेर यदि माया नगर्ने भए त टाउकोमा हात राखेर कसम खाइहाल्नु थियो नि म तपाईलाई माया गर्दिन आई हेट मच मच बात तो सही है ये भगवान क्या जुलुम है। पुतलीलाई के भएको छ हिजोसम्म त पेट सानो देख्थे आज त एक्कासी ठुलो हुँदै आछ कतै पाउने भइन् कि क्या हो गलबन्दी माइलो त्यो मेरो बुहारी बनाउँदै पुतलीलाई कतै देख्यौ तिम्रो बुहारी भनाउँदा पुतलीलाई देख्नलाई बनेको आँखा हो यो मेरो निसँग बोलेर साध्य छैन बोल्यो कि न्यु खोज्छिन् यति बहाना त बनाउनै पर्यो नि ए पुतली बनाउँदै कि सासुआमा मैले त आँखै देख्न छोडेँ भने बाटो छोड्नुहोस् है लाग्न सक्छ बड़ा हरामी हो बेटा तपाईले मेरो बुहारीलाई देख्यौ तपाईँले चाहिँ मेरो श्रीमतीलाई देख्नुभयो देखिन मैले पनि देखिनँ अहिले देखोस् भनेर त लगागी ये फंस गया सीएम तैँले अति गरिस् तँलाई भित्र लगाएर ठिक न पारी छोडिदिनु रुको जरा सबर करो मैले ठिक पार्छु भनेको उल्टो मलाई नि ठिक पार्न गएँ